हिँड्नु न बोल्दै हिँड्नु न। हामी चाहिँ अब फारालाई जङ्गल छिरिसक्यौँ। यहाँ म चाहिँ साह्रै हिँड्नै सकिनँ। पसिन भइसक्यो। यहाँ भारी निङ्ग्रोको भारी छ, निगार छ, खाजा छ। गाइस 3जना साथीहरू अगाडि गइसक्यो। अनिसा र म चाहिँ यहाँ पछाडि। यहाँ ठोकेर यत्रो घाउ पनि भइसक्यो लडेर। गाइसहरू हामीलाई पनि पर्खिनु होस्। बाघ भालु लाग्ला जङ्गलमा। चितु आएर ध्यान रहेछ क्या। सकुवाई घारी च्याउ भेटाइसक्यो कि भेटाएको छैन हौ गाइसहरूले। म त गले हो धेरै। खोइ च्याउ भेट्यो? डल्ले हो खोइ डल्ले यो हो माटो माथि फल्छ के यो हो कि होइन? यो के सल्ले च्याउ हो यो? खाने कि मर्ने हो? सल्ले च्याउ हो। खाने हो नि। सल्ले च्याउ रहेछ के होइन? सानो खालको सल्ले हो। सानो खालको सल्ले च्याउ हो यो। हो माथि उम्रिन्छ होइन आन्टी यो? चिसोमा लानु चिप्लो हुन्छ हो के? हो यो। म त चिन्दिनँ है त्यो त। यो सल्ले च्याउ हो क्या। लाइ भए भरको सबै बोकेर हिँड्यो। भेटेको जस्तै बोकेर हिँड्ने हो नि त। बल्ल बल्ल गाइजहरू भेट भयो। 4जना भेट भयो। यो चाहिँ हाम्रो सबैभन्दा हेडमास्टर है। यहाँ चाहिँ हेडमास्टर झोला सोला भिरेर कोट सोट पेन्ट सेन्ट लगाएर हिँडेको छ। सबैजनाको भारी चाहिँ दरदरै छ गाइजहरू। बरु यता भेर्ने झोला चाहिँ ल्याउनु पर्ने छ नि सजिलो हुन्छ। यसरी भेर्ने खालको नि टिचर अप्ठ्यारो भयो नि त। बाँधेको बाँध्नु चाहिँ खोइ जिब्री चिया घर त भेटिन। आइज जान्छ यो के हो त यो अगाडि? रहेछ 1-2वटा रहेछ। दाजुले पो हँसाउनुहुन्छ त दिदी साथी जान्छ।